हरियाली हाइटबाट यो अहिले यस्तो बजार भयो हेर्नु कस्तो जङ्गल थियो अहिले हरियाली हाइटमा यस्तो बजार छ ल हेर्नु है त बजार कृष्णको फोटो होइन अब यहाँ हामी हेर्नु यो फुलहरू लगाएको छु होइन अब हामी यहाँबाट भर्याङबाट गयौँ गएपछि माथि जान्छु छतमा होइन भ्यूजहरू हेर्नु ल हेर्नु कस्तो खतरा छ क्या यहाँ कस्तो भिड थियो अहिले घरै घर यो हाम्रो घरमा बजार भइछ सानो बजार ल हेर्नु घरै घर अब यहाँ बाटोहरू यस्तो छ ल हेर्नु यो मेरो पूजा कोठा भइहाल्यो अनि हेर्नु यहाँ अनि यहाँनिर गुलाबको फुल फुलिरहेको छ अनि यहाँनिर हेर्नु ओ वहाँ यो पुरा सैनिक गाउँ त्यहाँभन्दा परदेखि नि साँखुको पालुबारी त्यहाँबाट त्यो चाँखु नारायण हेर्नु चाँखु नारायण त्यो तल्लो चाहिँ डाँडो है अनि सरङ रङ 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 हरियाली हाइट अनि यहाँ फुल फुलिरहेको छ है फेरि चल्लमल्ल फुलहरू फुलेको छ अनि यहाँ जौ पनि छ ल अनि हाम्रो गाउँको दृश्य हाइटमा लिएको ठिकै रहेछ किनभने यो संसार देखिने के भ्यूजहरू त्यही भएर ल हेर्ने कस्तो आनन्द यहाँ फुल फुलिरहेको छ गुलाबको फुल फुल्ने सिजन हो ल हेर्नुहोस् वहाँ पारी भक्तपुर त्यहाँबाट हेर्नु यतापट्टि अलिकति पर एउटा मात्रै देख्यो नि त्यो दुवाकोट त्यहाँबाट यतापट्टि हेर्नुहोस् गोठा टारको अनि ऊ त्यहाँ हेर्नुहोस् आगो जस्तो बत्ती बलेछ नि हो त्यहाँनिर चाहिँ त्यो बत्ती पसल चाबेलमा छ उहाँको घर हो ल हेर्नुहोस् यतापट्टि हाम्रो त खतरा छ नि हो यता घर हेर्नुहोस् यहाँ कति घर बनेको कति बजार भइछ हाम्रो घरको छेउमा सबै बजार भइछ अनि यहाँ रोज फुल कस्तो राम्रो फुलिरहेको छ क्या मगमगमा बास्ना आउँछ रोज फुलको ल हेर्नु यता ओ पर काठमाडौँ पनि देखिन्छ अनि ताराहरू देखिरहेको छ ल हेर्नुहोस् गाइज सबले हेर्नुहोस् है हरियाली हाइटबाट मैले यो भ्युजहरू लिएर अब म युट्युबमा हालिदिन्छु सबैजनाले हेर्नु र लाइक सब्सक्राइब गर्नु है त ल हेर्ने फुल फुलिरहेको बेलुका पनि कस्तो रोज फुल आनन्द छ यहाँनिर दुबो पनि छ है गाई दुबो अलि देखेन ल हेर्नुहोस् आलापोट हेर्नु साँखु पालुबारी हेर्नुहोस् यतापट्टि पुरा सैनिक टोल भइहाल्यो ल त सबैलाई बाई बाई राम्रोसँग हेर्नुहोस् है त।